क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू भनेको नेपालको पूर्वाधार विकासको निम्ति मेरुदण्डको रूपमा रहेको छ र त्यसले चाहिँ नि के भने प्रत्येक वर्ष वार्षिक रूपमा उच्च पहाडबाट बगेर आउने नदीजन्य पदार्थहरूलाई व्यवस्थापन गर्नुपर्ने सरकारको दायित्व रहन्छ र त्यस्ता सामानहरू हाम्रो त्यसै खेर जाने सामानहरूलाई प्रशोधन गरेर हामीले चाहिँ देशको पूर्वाधार विकासमा लगाएर र त्यसबाट चाहिँ हामीले बढी भएका सामानहरू चाहिँ निर्यात गरेर पनि विदेशी मुद्रा आर्जन गर्ने सम्भावना रहेको यो क्षेत्र हो। तर यो क्षेत्रलाई नियतवश चाहिँ विगतदेखि नै एउटा समस्या बनाएर आएको छ। यो समस्या चाहिँ चरम ढङ्गले नागरिक समाजलाई पनि यो कुराको जानकारी भइसकेको छ। सरकारको तहमा हामीले पटक पटक बुझाएका छौँ। त्यस कारणले अहिलेसम्म पनि त्यसलाई समस्या समाधान गर्न सकेको छैन। र अब समस्या भने चाहिँ के हो होला भने विगतमा एउटा अव्यवहारिक किसिमको दूरी सम्बन्धी मापदण्ड उद्योगहरूलाई अन्य उद्योगहरूलाई होइन क्रसर उद्योगलाई मात्रै दूरी सम्बन्धी मापदण्ड लगाइएको थियो र त्यो मापदण्ड अहिले सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म पनि बोकेर राखेको छ र त्यसलाई संशोधन गरेको पनि छैन। त्यो मापदण्ड अनुसारको ठाउँ देखाउन पनि सकेको छैन र त्यसलाई नाटकीय हिसाबबाट चाहिँ त्यसलाई संशोधनको नाममा चाहिँ अब जस्तै मापदण्डको आकार त्यही व्याख्या अर्को गर्दै गर्दै जस्तै चाहिँ सङ्घीय सामान्य प्रशासन मन्त्रालय उद्योग मन्त्रालयको भूमिका यो रहेको छ। अब यसलाई चाहिँ के भने समस्या समाधान गर्ने कुरामा चाहिँ के भने हामीले देशले यो विषयमा समस्या बनाएर राख्दाखेरि देशले धेरै हारिसकेको छ र देशमा चाहिँ यसबाट वार्षिक हामी 5 खर्बसम्म आम्दानी गर्न सक्ने आधार बलियो आधार रहेको चाहिँ यो नदीजन्य र खानीजन्य प्राकृतिक स्रोतको चाहिँ जुन सम्भावनालाई एउटा चाहिँ आँखा चिम्लेर सरकारको तह बसेको कारणले गर्दा उद्योगहरू धराशायीको अवस्थामा छन्, रोजगारी पलायनको अवस्थामा छ, राजस्व पलायनको अवस्थामा छ र हाम्रा स्रोतहरू चाहिँ त्यत्तिकै बगेर चाहिँ सिधै खेर आफ्नो देशबाट बाहिर खेर गइरहेका छन् भने यसमा सरकारको तह मूकदर्शक भएर बस्नु यो चाहिँ मुलुकको निम्ति नै एउटा चाहिँ अपराधको विषय बनेको छ। हेर्नुहोस्, राष्ट्र सेवक कर्मचारी होस्, राजनीतिक दल होस् र त्यसबाट बनेको सरकारहरू हुन्, तिनीहरूले चाहिँ उद्योगीहरूलाई एउटा खेद्ने किसिमको जुन प्रवृत्ति राखेको छ यसलाई चाहिँ दिगो ढङ्गले समस्या समाधान गर्नलाई सरकारले एकद्वार प्रणालीको कानुन तत्काल बनाएर भएका अनावश्यक किसिमका कार्यविधिहरू तत्काल खारेज गरेर यसको तत्काल निकास दिनुपर्छ। निकास दिँदाखेरि यसको चाहिँ फाइदा के हुन्छ भन्दाखेरि हामीले नदीजन्य पदार्थ सिधै बगेर गएको चिजलाई हामीले प्रशोधन गरेर उत्पादन गर्छौँ। लगानीको प्राकृतिक स्रोत स्वदेशी कच्चा पदार्थमा आधारित रहेका प्राकृतिक स्रोत प्रशोधन गर्ने उद्योगहरूको एउटा लगानी वृद्धि हुन्छ, त्यसबाट रोजगारी सिर्जना हुन्छ, त्यसबाट राजस्व प्राप्त हुन्छ र त्यसबाट चाहिँ हाम्रो देशका पूर्वाधार विकासको लागि नभई नहुने ढुङ्गा बालुवा गिट्टी जस्ता सामानहरूको प्रयोग गरेर बाँकी रहेका चिज हाम्रो विकासभन्दा बढी क्षमतामा रहेका चिजहरू पनि हामीले निर्यात गरेर चाहिँ देशलाई चाहिँ आर्थिक उन्नति गराउन सक्ने अवस्था भरपर्दो आधार रहेकोले सरकारले तत्काल एकद्वार प्रणालीको कानुन बनाएर प्रदेश सरकारलाई यसको कानुनबाट यसको व्यवस्थापन गर्नको निम्ति प्रदेश सरकारलाई चाहिँ जिम्मेवारी दिने गरी र स्थानीय तह र प्रदेश सरकारलाई जिम्मेवारी दिने गरी सरकारले तत्काल कानुन बनाउनुपर्छ। हामी निजी क्षेत्रलाई राखेर त्यो नीति कानुन बनाउनुपर्छ भन्ने कुरा हाम्रो माग राख्दै आएका थियौँ र अहिले चाहिँ हामीले अहिले यो बिचमा पनि जस्तै विगतमा जेन्जी आन्दोलनबाट जुन मुलुकले एउटा ठुलो नोक्सान बेहोरेको छ, मानवीय क्षति बेहोरेको छ, त्यसको निम्ति एउटा सहानुभूति प्रकट गर्दै दुःख व्यक्त गर्दै म के भन्न चाहन्छु भने त्यहाँबाट बनेको सरकारबाट अहिले चाहिँ नि हाम्रा जस्तै मन्त्रीज्यूहरूमा हामीले अनुरोध गर्दाखेरि उहाँहरूले के कुराको सम्बन्धमा हामीले आश्वासन दिनुभएको छ भने यो हामीले एकदमै यो प्राकृतिक स्रोतलाई सञ्चालन गर्नुपर्ने, देशका स्रोतहरू त्यतिकै खेर गएका स्रोतहरूलाई व्यवस्थापन गर्नुको निम्ति हामीले एकद्वार प्रणालीको कानुन लिएर आएर प्रदेशलाई त्यसलाई जिम्मा दिएर स्थानीय सरकारबाट परिचालन गरेर बनाउने एउटा कानुन चाहिँ छुट्टै किसिमको कानुन बनाएर तपाईँहरूको निकास निकाल्छौँ भनेर मन्त्रीज्यूहरूले हामीले वचन पनि दिनुभएको छ। त्यो अनुसारले ठाउँ ठाउँमा मन्त्रीज्यूहरूले अभिव्यक्ति पनि दिनुभएको छ। त्यसको लागि अहिलेको सरकारलाई पनि म धन्यवाद दिन चाहन्छु र त्यसलाई चाहिँ नि जस्तै कुरामा नभइकन व्यवहारमा हामी निजी क्षेत्रलाई राखेर अहिले जस्तै निजी क्षेत्रभन्दा देशको चाहिँ एउटा समस्या समाधान गर्न उद्योगीहरूको समस्या समाधान गर्ने छाता सङ्गठनको रूपमा रहेको हाम्रो क्रसर तथा खारी उद्योग व्यवसायी महासङ्घ, उद्योग वाणिज्य महासङ्घ, चेम्बर अफ कमर्स उहाँहरू पनि लाग्नु भएको छ र हामीले उद्योग वाणिज्य महासङ्घलाई पनि हामीले चाहिँ यो अनुरोध गरेका छौँ। उहाँहरूले पनि यो कुराको माग गर्नुभएको छ। जस्तै चेम्बर अफ कमर्सलाई पनि हामीले अनुरोध गरेका छौँ, उहाँहरूले पनि माग गर्नुभएको छ। नेपाल
सरकारलाई पनि हामीले अनुरोध गरेका छौँ। उहाँहरूले पनि सकारात्मक कुरो ल्याउनु भएको छ। त्यसकारणले क्रसर व्यवसायी महासङ्घको मुद्दा र देशको आर्थिक सुधारको मुद्दामा चाहिँ सरकारको तह केन्द्रित हुनुपर्छ र हुन्छन् र चाँडो हुनुपर्छ भन्ने कुरामा सरकारलाई सुझाव पनि गर्छु। र अहिले सरकारको जुन किसिमको धारणा सकारात्मक धारणा आएको छ त्यसको लागि पनि म नेपाल सरकारलाई चाहिँ धन्यवाद दिन चाहन्छु। अब यस्तो हेर्नुहोस्, अहिले तपाईँको अनेकौँ किसिमका समस्याहरू जिउका छन् र यो जस्तै अहिले यो बिचमा जुन आन्दोलन उठेको छ यो पनि एउटा के भन्नु होला भने असन्तुष्टि। जस्तै सामान्य लेभलका नागरिकहरूले दैनिक किसिमले पाउने एउटा सकारात्मक डेलिभरीहरू चाहिँ सरकारको तहबाट नभएकै हो। हामीले एउटा नकारात्मक हिसाबमा हेर्दाखेरि चाहिँ नागरिकहरूको एउटा चाहिँ जस्तै उद्योगीहरूको अन्य नागरिकहरूको चाहिँ जुन पाउनुपर्ने सरकारबाट पाउनुपर्ने डेलिभरी सुशासनहरू जुन छन् ती कमजोरी भएको कारणले गर्दाखेरि जुन आन्दोलन उठेको छ र देशले पूर्वाधार विकासको निम्ति चाहिँ तपाईँको फड्को मारिसकेको छ, त्यसलाई हामीले सकारात्मक हिसाबबाट लिनुपर्छ। किनभने यो बिच चाहिँ हामीले जस्तै हाम्रो चाहिँ देशमा पूर्वाधार विकासको निम्ति चाहिँ व्यापक रूपमा काम भएको छ, हेर्नुहोस्, नभएको होइन। तर मेन कुरो के भने सुशासनको जुन गतिविधि देशको आय आर्जनको गतिविधिमा चाहिँ जस्तै उद्योग मैत्री वातावरण चाहिँ सरकारमा नबनेकै हो। नबनेको कारणले गर्दाखेरि त्यसबाट रोजगारी चाहिँ आन्तरिक किसिमको रोजगारी पलायन हुने अवस्था रह्यो, देशको राजस्व पलायन हुने अवस्था रह्यो, देशको स्रोत त्यसै बगेर खेर गयो। जस्तै नदीजन्य पदार्थ, खानीजन्य पदार्थ, काठजन्य पदार्थहरू, कृषिजन्य पदार्थहरू हाम्रा चाहिँ एउटा नगण्य मूल्यमा चाहिँ एउटा अनावश्यक किसिमले हामीले बगेर जाँदाखेरि सरकारको तहबाट चाहिँ त्यसलाई जिम्मेवारी साथ जस्तै राष्ट्र सेवा कर्मचारीहरूको पनि यो मुलुक बनाउने दायित्व हो, उहाँहरूले पनि त्यो दायित्व निर्वाह गर्नु भएन। जस्तै पोलिटिसियन राजनीतिक दलहरूलाई पनि यो कुरा राख्दाखेरि उहाँहरू त्यसमा पनि सिरियस हुनु भएन र राजनीतिक दलबाट बनेका सरकारहरूले पनि त्यसमा जिम्मेवार हुन सक्नु भएन। अब हामी त के हो भन्दाखेरि हामी निजी क्षेत्रले चाहे उद्योग वाणिज्य महासङ्घ होस्, चाहे चेम्बर अफ कमर्स होस्, चाहे हामी नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घ, चाहे निर्माण व्यवसायी महासङ्घ हो, यो चाहिँ निजी क्षेत्रको चाहिँ साझा संस्था भएको कारणले गर्दाखेरि सरकारको एउटा पुलको रूपमा रहेको संस्थाहरू हुन् र हामीले चाहिँ नि सरकारलाई सुझाव गर्ने हो र नीति बनाउने र लागू गर्ने काम चाहिँ सरकारको तहबाट गर्ने हो। यो कुरामा चाहिँ सरकारको तहबाट कमजोरी भएको छ। सरकारबाट कमजोरी भयो, हामीबाट सबै राम्रो भयो भन्ने पक्षमा छैन। हाम्रा कुराहरू पनि कमजोरी के छन् हामीले पनि सुधार गर्नुपर्ने कुरामा सरकारले सुझाव गर्नुपर्छ। हामीले दिएको सुझावहरू पनि सरकारले कार्यान्वयन गरेर जान सक्यो भने हामीले आन्तरिक रोजगारी प्राप्त गर्ने कुरा, देशमा लगानी भित्र्याउने कुरा र देशमा चाहिँ रोजगारी सिर्जना गर्ने, देशमा विज्ञ प्राविधिकहरू सिर्जना गर्ने कुरा र हामीले चाहिँ विदेश हाम्रा उत्पादनहरूलाई स्वदेशी कच्चा पदार्थमा आधारित रहेका उद्योगहरूलाई एउटा चाहिँ व्यवस्थित गरेर हामीले चाहिँ यहाँबाट हाम्रा चाहिँ उत्पादनहरू निर्यात गरेर चाहिँ विदेशी मुद्रा आर्जन गरेर मात्रै कुनै पनि देश धनी भएको छ। हाम्रो देशको पनि प्रकृति त्यही हो। त्यो कारणले गर्दाखेरि अहिले पनि तपाईँको वन मन्त्रालयको कानुन हेर्नुहुन्छ भने वन मन्त्रालयको कानुन मोनोपोली किसिमले आफ्नो व्यक्तिगत स्वार्थको हिसाबबाट त्यहाँ चाहिँ नि जस्तै भनौँ कि अब यसलाई त मैले विगतदेखि पनि भन्दै आएको छु। हेर्नुहोस्, एउटा बिचौलियाको समूहहरूले मुलुकको अहित चाहने समूहहरूले एउटा वातावरणको नाममा देखाएर चाहिँ तपाईँको हाम्रा स्रोतहरू पलायन गर्ने अवस्थादेखि लिएर हाम्रो कुनै पनि नागरिकहरूले डेलिभरी पाउन नसक्ने अवस्थाका चाहिँ नीति निर्माणहरू गरेका छन्। जस्तै वन मन्त्रालयबाट जुन बनाइएको जुन समस्या छ, आज हामी जङ्गलको क्षेत्रलाई जस्तै वन संरक्षण गर्नुपर्ने, वातावरण संरक्षण गर्नुपर्ने सबै नेपालीको दायित्व हो, वन मन्त्रालयको मात्र होइन। तर त्यहाँबाट बनेका नीतिहरू हेर्नुहुन्छ भने एउटा रुख काटेर एउटा पूर्वाधार विकास गर्नुको लागि वर्षौँ दिन लाग्छ। एउटा रुख काटेर चाहिँ एउटा चाहिँ जस्तै उद्योग कल कारखानाहरू राख्नको लागि वर्षौँ दिन लाग्छ भने त्यस्तो किसिमका कानुनहरूलाई चाहिँ तत्काल सहजीकरण गरेर त्यसमा चाहिँ जस्तै जेनजीको आन्दोलनबाट गठित भएको सरकारले तपाईको चाहिँ एउटा कानुन सुधार समिति गठन गर्ने, त्यो कानुन सुधार समितिमा राजनीतिक दलहरूले पनि समर्थन गर्ने, सहयोग गर्ने र यो सरकार जुन भए पनि हुन्छ, हामी नागरिकहरूलाई सुशासनको अनुभूति हुनु पर्यो, देशले चाहिँ अग्रगामी निकास लिनु पर्यो। त्यसको निम्ति हामी सरकार जुनलाई पनि सरकार मान्न तयार छौँ। हेर्नुहोस्, हामीलाई कुनै आपत्ति छैन। तर के भने सरकारमा रहेर सरकारको तर्फबाट डेलिभरी दिँदैन भने हामीले दिएको सुझावमा चाहिँ बेमतलब गरिन्छ, हामीले दिएका सुझावलाई सुनिँदैन भनेदेखि मुलुक समृद्ध हुने अवस्थामा जान सक्दैन। हाम्रा स्वदेशी कच्चा पदार्थमा आधारित रहेका उद्योगहरूलाई डेभलप गरेको अवस्थामा हामीसँग पुँजी पनि वृद्धि गर्न सकिन्छ, लगानी पनि ल्याउन सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ, राजस्व वृद्धि गर्न सकिन्छ र मुलुकलाई समृद्ध बनाउन सकिन्छ। अब यो कुरामा चाहिँ हाम्रो पहुँच पावर नपुगेको होइन,
नियतिको खराबी, जस्तै चाहिँ नि सरकारमा रहेको मान्छेले पनि नियत सुधार गर्नुपर्छ, निजी क्षेत्रमा रहेको मान्छेले पनि नियत सुधार गरेर मुलुककै हितमा, राष्ट्रियताको हितमा चाहिँ हामी राष्ट्रलाई कसरी अग्रगामी निकासमा लैजाने भन्ने तहमा चाहिँ सबैको एकमत भएर जान सक्यो भने आज पनि तपाईँको चाहिँ राष्ट्रिय सहमति कायम गरेर राजनीतिक दलहरू, अहिले बनेको सरकारहरू, जेनजीका मागहरू सबै एउटै तरिकाले एउटा सकारात्मक सोच राखेर चाहिँ एउटा चाहिँ राष्ट्रिय सहमति कायम गरेर जान सक्यो भने खासै मलाई त्यत्रो समस्या लाग्दैन। अब जस्तै मानुस कि राजनीतिक कुराले अहिले जस्तै हेर्नुहोस्, मुलुक एउटा आर्थिक रूपमा सङ्कटिलो अवस्थामा छ। अर्को कुरो फागुनमा तपाईँको निर्वाचन भनेको छ। अब त्यो निर्वाचनले जस्तै 84मा गर्ने निर्वाचन र यो तपाईँको चाहिँ 82मा गर्ने निर्वाचनले कुनै परिणाम दिनेवाला पनि छैन। त्यो गर्नुभन्दा अहिले चाहिँ राष्ट्रिय सहमति कायम गरेर राजनीतिक दलहरू एकै ठाउँमा आउने, जस्तै चाहिँ जेनजीका मागहरू राम्रै ठाउँमा आउने, हामीले सुधार गर्नुपर्ने कुराहरू सबै मागहरूलाई एउटा लिस्टिङको आधारमा लिएर आएर राष्ट्रिय सहमति कायम गरेर एउटा चाहिँ कानुन सुधार समिति, यो सरकारले भरपर्दो किसिमको कानुन सुधार समिति तयार गरेर त्यो कानुन सुधार समितिले सबै कानुनहरू, हाम्रा चाहिँ विवादमा रहेका कानुनहरू, अप्ठ्यारामा रहेका कानुनहरूलाई सबै सुधार गरेर जाने र तपाईँको राजनीतिक दलहरूले चाहिँ जस्तै संसद पुनर्स्थापना गरेर राजनीतिक दलले त्यो कानुन पास गर्दै जाने। अनि त्यो कानुन पास गरेर शासकीय स्वरूप कस्तो, औद्योगिक नीति कस्तो र जस्तै कृषिको नीति कस्तो र हाम्रो चाहिँ सुशासनको नीति कस्तो भन्ने कुरा चाहिँ त्यो कानुनबाट पारित गरेर गएर अब हामीले चाहिँ 84मा निर्वाचन गर्ने हो भने मुलुकको हितमा छ। अब होइन जस्तै चाहिँ अब मुलुकको हितभन्दा बाहिर उठाएका कुराहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने तहमा जाने हो भने हामी जीवनभरि समस्यामा जिलेर बस्ने हो र यो समस्याबाट मुलुकको समाधान पनि हुँदैन र नागरिकहरूको निराशा पनि अन्त्य होला जस्तो मलाई लाग्दैन। हामी मुलुक समृद्ध नभइकन, राज्य समृद्ध नभइकन हामी माथि जान सक्दैनौँ। कुनै पनि नागरिकहरू चाहिँ समृद्ध, व्यक्तिगत रूपबाट समृद्ध भएर उसले सुख शान्ति पाउनेवाला छैन। एउटा देशमा तपाईँको भ्रष्टाचार रहित किसिमको सुशासनको कानुनमा सुधार ल्याउने, हाम्रा उद्योगहरूलाई जस्तै अब हामीले विगतदेखि नै 3 तहको सरकार छ भने 3 तहको सरकारलाई जसको जे अधिकार छ त्यो दिनुपर्छ। स्थानीय स्रोत परिचालन गर्नुको लागि स्थानीय सरकारलाई जस्तै जिम्मेवारी दिने, प्रदेश सरकारले त्यसको मोनिटरिङ गर्ने। जस्तै प्रदेशको कानुनमा त्यसलाई व्यवस्थापन गर्यो भने दुईटा निकायले चाहिँ त्यसको चाहिँ आवश्यकताहरू पुरा गर्न सक्छ। अब जस्तै केन्द्रीय सरकारले पोलिसी बनाइदिने, यो 3 तहमा जान सक्यो भने प्रदेश सरकारलाई नीति सुधार गरेर जाँदाखेरि हाम्रा उद्योगहरूले, जस्तै चाहिँ हाम्रा उद्योगहरू भनौँ न, हिजो 2047 सालदेखि दर्ता भएका उद्योगहरू 72 सालदेखि अहिलेसम्म नवीकरण भएका छन् भने ती उद्योगलाई नवीकरण गर्ने, ती उद्योगलाई यथास्थानमा सञ्चालन गर्ने र आउने उद्योगहरूको लागि एउटा विधि बनाउने। हामी निजी क्षेत्र र सरकारको त एक ठाउँमा बस्ने र बसेर चाहिँ त्यसरी गर्न नसक्यो भनेदेखि जस्तै त्यहाँ लगानी वृद्धि हुन्छ, लगानी वृद्धि हुँदाखेरि रोजगारी वृद्धि हुन्छ, रोजगारी वृद्धि हुँदाखेरि हाम्रा स्वदेशी कच्चा पदार्थमा आधारित रहेका उद्योगहरूको उत्पादनलाई तपाईँको आन्तरिक खपत गरेर बाँकी रहेको चिजलाई निर्यात गर्न सकियो भने आन्तरिक लाभ पनि हामीले पायौँ र वैदेशिक मुद्राको लाभ पनि हामीले पायौँ र राजस्वको लाभ पनि हामीले पायौँ भने यो चौतर्फी किसिमको चाहिँ जुन फाइदाको कुरा छ त्यो चाहिँ अहिलेको मन्त्रीज्यूहरूलाई, जस्तै होइन नाम लिनुभयो अर्थमन्त्रीज्यू रामेश्वर खनालजी हुनुहुन्छ, उहाँलाई हामीले कुरा राखेका छौँ, उद्योग मन्त्रीज्यूलाई कुरा राखेका छौँ, उहाँहरूले सकारात्मक लिनु पनि भएको छ। यसलाई चाहिँ एउटा कानुनमा अप्ठ्यारा छन्, यो कानुनलाई चाहिँ हामी सुधार गरेर यसलाई निकास दिन्छौँ भनेको चाहिँ राष्ट्रको हितमा भन्नुभएको कुरा हो। हामी व्यवसायको हितमा उहाँहरूले भन्नुभएको होइन, राष्ट्रको हितमा हो। उहाँले पनि राष्ट्रको हित चाहनु पर्यो, हामीले पनि राष्ट्रको हित चाहनु पर्यो र यसलाई समस्यामा नराखिकन तत्कालै उहाँले जे कुरा भन्नुभएको छ, यो मुलुकको हित हुने कुरा गर्नुभएको छ, नागरिकहरूको हित हुने कुरा गर्नुभएको छ, देशलाई आम्दानी हुने किसिमको कुरा गर्नुभएको छ। यो कुरा चाहिँ तत्कालै लागू गर्नुको लागि पनि हाम्रो तर्फबाट, निजी क्षेत्रको तर्फबाट सरकारलाई हामी सहयोग गर्न चाहन्छौँ र सरकारले चाहिँ हामी निजी क्षेत्रलाई तत्काल बोलाएर एउटा छलफल गरेर हामीले चाहिँ त्यसको मापदण्ड कस्तो बनाउने, अधिकारहरू जस्तै चाहिँ प्रदेशलाई हामीले एउटा चाहिँ कानुनहरूको अधिकार प्रदेशलाई दिनुपर्छ भनेर भनेका छौँ। प्रदेशलाई दिँदा के हुने, स्थानीयलाई दिँदाखेरि के हुने, त्यो सकारात्मक राष्ट्रको हितमा सकारात्मक हुने किसिमको चाहिँ माग हामीले पनि राखेका छौँ। उहाँहरूले पनि त्यसलाई स्वीकार गर्नुभएको छ। यसलाई चाँडोभन्दा चाँडो लागू गर्नुको निम्ति चाहिँ हामीले अनुरोध गरेका हौँ। नवीकरण नहुँदाखेरि त देशले यो कानुनी अपहेलनाको दण्डहीनता भन्छन् यसलाई। नेपाल सरकारको कानुनबाट 2047 सालदेखि हामीले 71 सालसम्म दर्ता गरेका उद्योगहरू 72 सालदेखि नवीकरण भएको छैन। यो कानुनी अधिकारको हनन र यो चाहिँ तपाईँको कुनै पनि तहले हामीमाथि गरेको, देशको निजी क्षेत्रमाथि गरेको
गरेको अपराध हो, म अपराध भन्छु यसलाई। यो कुरा चाहिँ नि सरकारले तत्कालै यसलाई नवीकरणको बाटोमा लैजानुपर्छ। नवीकरण नगर्दाखेरि आफ्नो सम्पत्ति बिक्री गर्न पाएको छैन, बैंकबाट लोन नवीकरण गर्न पाएको छैन, लोन लिन पाएको छैन भने नागरिकहरूलाई चाहिँ तपाईँको एउटा कस्तो भने सङ्कटिलो अवस्थामा पुर्याएको छ। यसको निकास दिनुपर्छ पहिलो नम्बरमा सरकारले। अब जस्तै सोच परिचालन गर्ने कुरा, जस्तै उत्खननका विषय हाम्रा विषय होइनन्। उत्खननको विषय स्थानीय सरकारले परिचालन गर्ने हो। स्थानीय सरकारले तोकेको दरेटमा हामीले खरिद गरेर चाहिँ हामीले प्रशोधन गर्ने भने हाम्रो नेपाल अधिराज्यका क्रसर व्यवसायीहरूले त्यो अनियमितता गरे भनेर हामीमाथि लगाउने आरोप भनेको निराधारको निअर्थको आरोप हो। त्यस कारणले त्यस्ता एक दोषारोपणमा हामी बस्नु हुँदैन। सरकारको तहले अहिले जस्तै चाहिँ नि दर्ता भइसकेको उद्योगलाई नवीकरण गर्ने कुरा तत्काल गर्नु पर्यो र जस्तै चाहिँ नि नीति कार्यक्रम 2082-83 मा आएका नीति कार्यक्रम अनुसार चाहिँ हामीले निकासी कस्तो कस्तो तरिकाबाट गर्ने, नदीजन्य पदार्थलाई कसरी गर्ने, खानीजन्य पदार्थलाई कसरी गर्ने भन्ने किसिमको कुरामा सरकारले तुरुन्त टुङ्गोमा पुर्नुपर्छ। किन भन्दा त्यो राष्ट्रको लाभ हो। त्यो हाम्रो सोच चाहिँ पलायनको अवस्था हो। त्यो हाम्रो चाहिँ स्वदेशी कच्चा पदार्थलाई परिचालन गरेर प्राप्त गर्ने लाभ हो भनेपछि जस्तै यसको नीति दीर्घकालीन नीति बनाउनको निम्ति यसको जिम्मा प्रदेश र स्थानीय तहलाई दिए हुन्छ। तत्काल केन्द्रीय सरकारले चाहिँ यसको निकास निकालेर अनि कानुन बनाउनेतिर लाग्नुपर्छ भन्ने किसिमको माग हाम्रो हो। अब हेर्नुहोस् यसमा चाहिँ के हुन्छ भन्दाखेरि नियतिको कुरा मैले अघि नै भनिहालेँ। अब यसमा चाहिँ जस्तै मानुस जेनजीको आन्दोलनबाट ठुलो जनजनको क्षति भएको छ, त्यसप्रति हामीले दुःख व्यक्त पनि गरेका छौँ। त्यो दुःखको विषय हो। र अहिले तपाईँको चाहिँ अब मेरो आफ्नो व्यक्तिगत धारणा के भन्नु होला भने अहिले फागुनमा निर्वाचन भनेर लाग्नुभन्दा नीति बनाउने कुरामा लाग्नु पर्यो। नम्बर 1 कुरा है। अब जस्तै अहिले मान्नुहोस् कि राजनीति दल यो सबैको देशको नागरिकहरू सबै नागरिक एउटा चाहिँ जवाबदेही र जिम्मेवार बन्नुपर्छ र त्यहाँ सुधार गर्नुपर्छ भन्ने कारण पनि मैले त्यही नै भन्नुहोस्। देशको राजनीतिक दलहरू जेनजीका मागहरू, जेनजी पुस्ताहरू र अहिले बनेको सरकारहरू एक ठाउँमा आउनुपर्छ यसको निकास गर्नुको लागि। र हामी निजी क्षेत्रलाई त्यसमा चाहिँ जस्तै फरक ढङ्गका निजी क्षेत्र हामी छौँ भने फरक ढङ्गका निजी क्षेत्रहरूलाई राखेर छलफल गरेर तपाईँको चाहिँ उद्योग नीति कस्तो बनाउने, रोजगारी नीति कस्तो बनाउने, आय आर्जन जस्तै चाहिँ भनौँ न विदेशी मुद्रा आर्जन गर्नको लागि कस्तो पोलिसी बनाउने, हाम्रा कुन उत्पादनलाई हामीले प्राथमिकता दिने भन्ने कुरा